यहीँबाट देखिहाल्छन् किनभने ढकामुक्का गर्छ होला छ नि पुरा झिगे के झिगे ल मान्छेको सिलिन्डरमा पनि निकालेर बोरी छ बोरी खा र एउटाले दुईटा निकाल के पानी बढ्दो छ यार पानी बढ्दैछ कस्तो होला मान्छे ऊ यता कति झिके ऊ सिलिन्डर हेर्नु कानमा हाल्दै दौडिँदै कोही ऊ यता ऊ कानमा हालेर दौडिरहेको ए नयाँ सिलिन्डर अनि दुईटा सिलिन्डर पाइहाल्यो नि त्यस्तो गर्नु के काम लाग्यो त प्रशासन हामी जाने लिनलाई अनि के देख्यो यिनीहरूले मान्छे दिनु सिलिन्डर दिनु बढ्यो मान्छे गयो क्या हो मान्छे गयो क्या हो ग्यासै क्या निकाल्यो थुप्रै लिएर आफ्नो उतातिर नि गएको उता एकजना दुईटा लिएर एकजनाले त त्यहाँ तिनटा झिकेर राखेको तिनटा झिकेर राखेको त्यहाँ बढ्यो अहिले बढ्यो अघिको भन्दा बढ्यो कि खोला हुन्न छ र खोला बढेछ एउटाले तिन चारवटा झिके त्यो भरि नै रहेछ भरि रहेछ कि दुईजनाले पनि पुग्नु सके छैन यो चाहिँ भरि रहेछ कि कहाँ डुबाउँछ त नि यत्रो उसमा अर्कोले पनि तान्यो खानेपानी पाएको कहाँ कोही पनि गएन हामी किन जाने लखाट छ ए सिलिन्डर त पाइपै दुई तिनवटा सिलिन्डरमा छ पाइपै सुत्छ जाने रे बाबा जाने बढ्यो खोला बढ्यो ट्याङ्करै लिएर आएर त्यो पानी हाल्दै हिँड्छ नि त्यो ट्याङ्करै ग्यास त एकैजनाले दुई तिनवटा निकाल्यो तपाईँले गरेको कलकत्रा हो कि अब त्यहाँ के चिज छ स्पिरिटको हो कि धेरैले पाए ग्यासको अभाव भएको बेलामा यो पाउनु ठुलो कुरा होइन बडा विचार मान्छेको कति सानै होइन पानी मात्र हो ज्यान भयो त्यो ग्यास किन फालिन्छ त्यो त हो कि अब यो भनेको फ्रीमा पाएको चिज हो खोला नाला लिएर आएको चिज हो नि त ओ
दौडेर नै यहाँ दौडेको ल ल ल ल परमेश्वरी यहाँसम्म पानी आएको भयो भने चाहिँ खत्तम बनाउँछ